नमस्ते सेवा सेवारो आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि मलाई पनि एकदमै ठीक छ अनि हजुरहरूलाई चाहिँ मेरो युट्युब च्यानलमा धेरै धेरै स्वागत छ हैन म चाहिँ प्राय छोटो छोटो भिडियो बनाउँदै थिएँ अनि आज चाहिँ अलिक लामै भिडियो हुनेवालामा छ सो मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला अनि म चाहिँ अहिले चाहिँ घाँस जाँदै छु साथीहरु अनि कतिजना हुनुहुन्छ नि घाँस जाँदा यसरी म जस्तै साथी बोलाएर लाने यहाँ हाम्रो मोमो हुनुहुन्छ अनि मोमोको नानीहरु है नानीको आवाज सुन्नु है त एकछिन नानी कान्छी हो नानी हो आई लभ यु अनि मलाई चाहिँ नानी बोलेको कस्तो मन पर्छ अनि त्यही भएर म जिस्काको जिस्कै गर्छु के अनि अहिले चाहिँ अब मोमो हामीसँग हिँडिसक्नु भएन मसँग अनि हाम्रो बहिनी पनि हुनुहुन्छ संगीता बहिनी अनि बहिनीलाई पनि म बोलाउँछु अनि हामी तीनजना चाहिँ आज खरबारीमा घाँस काट्न जानु लागेको अनि यो चाहिँ हाम्रो पाप साइला अनि हाम्रो पाप कान्छाको घर हो हैन साथीहरु अनि म यहाँ बहिनीलाई बोलाउँदै छु बहिनी चाहिँ तल आँगनमा निस्किनु भएको छ अनि यहाँ देख्न सक्नुहुन्छ बहिनी चाहिँ आइसक्नु भयो यहाँ मलाई कराइराख्नु भएको छ के किन भिडियो बनाउनु भएको यस्तो हुलियामा भनेर अनि हामी भनेको अर्गानिक मान्छे हो जस्तो छ जे छ त्यही देखाउनु पर्छ हैन भिडियो बनाउँदाखेरि चाहिँ अलिक यो गरेरै बनाउनु पर्छ भन्ने जस्तो लाग्दैन हामी चाहिँ आफ्नै गफमा बिजी थियौं तर म चाहिँ भिडियो बनाउन चाहिँ छोड्दिन के साथीहरु अनि मलाई चाहिँ के यो भिडियो एडिट गर्दाखेरि चाहिँ म यहाँ राति त्यस्तै 7 बजेतिर एडिट गर्दै छु यो भिडियो हैन आजै लाउनुको लागि युट्युबमा अनि मलाई यो भिडियो बनाउँदै गर्दाखेरि चाहिँ कति धेरै मेरो साथीहरुको याद आयो के पहिला हामी यसरी नै घाँस आन्थ्यौं हैन माइतमा बस्दा पनि अनि कति जनाको घाँसहरु त चोरेर ल्याउँथ्यौं के हामीले एउटा 15-16 वर्षको उमेरमा चाहिँ एकदमै रमाइलो है साथीहरुसँग बस्नु घुम्नु फिर्नु खानु हामी चाहिँ फेरि यस्तो थियौं कि साथीहरु चाहिँ हैन लाउँदा पनि हामी एकै नाचको लाउने एउटै कलरको लाउनु पर्ने कुर्ताहरु सिलाउँदा पनि हैन अनि जहाँ जाँदा पनि सँगै जाने अनि घाँस जानु पर्यो भने पनि त्यो बेला हामीसँग टिकटिके फोन थियो हैन मेसेज गरेर लु आज चाहिँ यता घाँस जानु पर्छ है भनेर सल्लाह गरेर हामी घाँस जान्थ्यौं के अब त त्यो दिनहरु पनि गयो हैन साथीहरु अनि म ठ्याक्कै भिडियो बनाउँदै आएको थिएँ अनि यहाँ चाहिँ हाम्रो पिपी हुनुहुन्छ के मैले 2 महिना अगाडि हालेको एउटा भिडियो थियो नि जहाँ चाहिँ हामी काठमाडौँदेखि गाउँ आएको थियौं हैन हाम्रो बोजू चाहिँ खस्नु भएर अनि यहाँ चाहिँ हाम्रो बोजूलाई राखेको छ हैन अनि अझै पनि यहाँ हुनुहुन्छ कि हाम्रो पिपी तर पनि मलाई चाहिँ अझै पनि हामी सँगै हुनुहुन्छ जस्तो लाग्छ त्यही भएर केही जस्तो पनि लाग्दैन अनि यहाँ चाहिँ कस्तो मजाले भ्यू देखिरहेको थियो अनि मैले भिडियो बनाएँ अनि यो देखेको चाहिँ बजार चाहिँ हाम्रो मिलनचोक हो क्या ओखलढुङ्गाको मिलनचोक बजार हो अनि मैले जुम गरेर तपाईहरुलाई देखाएँ हामी घाँस गएको चाहिँ यतै हो तर साथीहरु एउटा कुरा यहाँ सिक्रेट छ जुन मैले भन्नु हुँदैन हैन अनि ठ्याक्कै गएको अनि कस्तो अब अमला रहेछ अनि हामीले चाहिँ अमलाहरु टिपेर खायौं हैन गाउँ भनेको चाहिँ गाउँ नै हुने हो कि साथीहरु अब यसरी घाँस गयो हैन बाटोतिर के खानेकुराहरु हुन्छ टिप्यो खायो कस्तो रमाइलो पनि हुन्छ नि त अनि यहाँ बहिनी र मोमु चाहिँ अगाडि गइसक्नु भयो म चाहिँ पछि छु छिटो आउनु है भनेर बोलाउँदै हुनुहुन्छ अनि मलाई चाहिँ मेरो भिडियोमै ध्यान छ क्या यो चाहिँ हाम्रो बजार अनि मैले चाहिँ यहाँ तलबाट जुम गरेर तपाईहरुलाई देखाएको छु हैन अनि के अब घाँस काटेको चाहिँ भिडियो गर्न पाइन्न साथीहरु हैन अनि मैले चाहिँ यहाँ घाँसको भारी पुगिसकेपछि भिडियो बनाएको सो आजको मेरो भिडियो पनि यति नै बाइ बाइ साथीहरु